कस्तो राम्रो आउँदो रहेछ बाबै 13 बाट त हेर घर गएर एडिट गर्न चाहिँ अल्छी नमान ल जाम ल हाई गाइस अब चाहिँ म जान लागेको छु अनि अब चाहिँ नयाँ कल गर्न लागेको छु स्कुलमा जान्छ है अनि म क्यामेरामा बस्छु होला मेरो राइड चाहिँ नक्सा नगरकोटसम्म हो अनि हामीलाई फर्स्टमा बोलाएको चाहिँ भन्छ 7 AM हो तर हामी यहीँ 7 बजिसक्यो अनि त्यही हो अब साथी पुगिरहेको छ मलाई कोटेश्वरमा यसरी बोल्छु तर मलाई बोल्न आउँदैन मेरो साथी चाहिँ कहाँ छ मेरो साथी यतै साइड लाएर बस्नु पर्यो ल म चाहिँ मेरो साथीले कल गर्छु मेरो साथी चाहिँ सडक विभागमा आइपुग्यो अरे तर मलाई थाहा छैन त्यो कहाँ हो भनेर त्यही भएर मैले कोटेश्वरको त्यो बस स्टप छ नि बस स्टपमा आउन त्यो चाहिँ आउँदैछ होला मेरो विचारमा कलङ्की त यता होइन यताबाट आउनुपर्ने हो अहिले मलाई ट्राफिकले आएर सिट हाल्यो भने म के गर्नु हुन त केटी भनेर छोड्छ तर त्यस्तो होइन त्यो मेरो भ्लगलाई त्यस्तो तपाईँहरू मिम बनाएर हालिदिनु हुन त त्यही नै हुँदैन त्यही पनि मलाई चाहिँ मान्छेहरूले यस्तो यो बोक्रो हालेपछि चाहिँ अनि हेर्छ अनि मलाई लाज लाग्छ त साथीहरू त्यही भएर मलाई चाहिँ लाज लाग्छ अनि यस्तै भाइको लाएर बस्नु पर्दा यस्तो किन्दैन नि एउटा उता बुलेटको मान्छे गाइज मेरो साथी चाहिँ आइसक्यो आज मैले भ्लग गरिरहेको छु के भन्छौ भ्लग त गरिहालेछौँ होइन घर गएर एडिट गर्न चाहिँ अल्छी नमान ल जाम ल मलाई कस्तो हावा देखिरह होला है किन होइन राम्रो देखिरहेको छ म हेर न बाइक कति फोर नक्सा
गाइज अहिले चाहिँ हामी सोरुम आइसक्यौँ अनि सोरुमसँगै मेरो साथी पनि यहीँ छिन्. ओ माई गड सी इज सो प्रिटी. ऊ जस्तो प्रिटी को छ होला र. अनि यहाँ चाहिँ रियल जुस रहेछ अनि अनि यहाँनिर यस्तै बाइकहरू छ. हाम्रो बाइक चाहिँ पछाडि राखेको छ. त्यही हो. अब चाहिँ हामी यहाँबाट ब्रेकफास्ट गरेर आई थिङ्क निस्किन्छौँ होला भन्छु. तर निस्किन्नौँ क्या हामी, किनभने एकदम धेरै ढिला हुन्छ नि त. यो राइडको त जहिले यस्तै हो. 7 बजी भने 9. हेलो अहिले चाहिँ यहाँ हाम्रो कर्पोरेटको हो कि कर्पोरेट संसार टी सर्ट आएछ अनि यो चाहिँ लाउनु पर्ने नि कम्पलसरी. अनि यसको साइजहरू छ अरे. अब हामी चाहिँ हाम्रो साइज लाउन. मेरो साथी चाहिँ यहाँ ट्राई गर्दैछ. हल्का टाइट टाइट देख्यो. लार्ज लाउने हो र, तर ठिक्क छ. त्यो भित्र खोलेर लाउँदा ठिक्क हुन्छ होला. धेरै वाङलाङ नि आफ्नो बडी साइज थाहा नभएर मोटी लाग्छ क्या मलाई चाहिँ. त्यही भएर ठिक्क हुन्छ. उयो खोलेनौ भने चाहिँ त्यस्तै देखिन्छ. ल गाइज अहिले चाहिँ हामीले यो कर्पोरेटको टी सर्ट लगाइरहेको छौँ. यो चाहिँ लाउनै पर्ने अरे, कम्पलसरी अरे. तर लाउन त मन थिएन, त्यही पनि लाउनु पर्यो. अनि त्यही हो. अहिले चाहिँ हामी मेरो साथी चाहिँ माथि त्यो लिन गइरहेछ त्यो खानालाई. कस्तो भोक लागिसक्यो, खै पेट दुखिसक्यो. आउँदैन मैले सामान. त्यही भएर ऊ चाहिँ बोलाउनु गएको छ. मन्तव्यको क्रमलाई जोड्न चाहन्छु. सुरुवातमा कर्पोरेट समाचार अनलाइनका अध्यक्ष यस कार्यक्रमको सभापतित्व ग्रहण गरिराख्नुभएका श्री सङ्गीता खत्रीज्यूलाई स्वागत मन्तव्य राख्नु. यो मान्छे त अस्ति साडीमा कस्तो सोझी देखिया थियो है. अहिले पनि सोझी नै छ नि. कुन एङ्गलबाट खै. सो गाइज अब चाहिँ हामी निस्किन लाग्छौँ. उता चाहिँ मेरो साथी बाइक छ. उहाँ चाहिँ मेरो दिदी सरी. ल अब चाहिँ हामी निस्किन लाग्छौँ. अब हामी अहिले पछि भेटौँला. त्यही हो. बाई. अहिले हामी गोप्रोमा आउँछौँ है. गोप्रोबाट कस्तो राम्रो आउँदो रहेछ बाबै. 13बाट त हेर 13 भनेको मैले पनि यहाँ देखिसकेँ नयाँ रहेछ. मलाई देऊ न एकछिन चलाउनलाई. ल भइहाल्छ नि. साटु के भन्नु मेरो भ्लगमा. ल यस्तो हेलो साथीहरू, ऋतुकाको भ्लगमा तपाईँहरू सबजनालाई स्वागत छ. ऋतुकाको भिडियो हेर्दै हुनुहुन्छ नि मेरोमा आउनु होला ल प्लिज. मेरो पनि हेरिदिनु होला उसको हेर्दै हुनुहुन्छ भने. अनि उसलाई पनि सबजनाले माया गरिदिनु होला. अब हामी चाहिँ राइड जानेवाला छौँ बाबा. सो गाइज अब चाहिँ हामी जान लागेको छौँ. मेरो आजको बाइक थियो हुन्छ ठिकै छ. एबिएस चाहिँ हुन्छ होला. अब त्यही हो. यहाँ अगाडिमा दिदी हुनुहुन्छ. हाई भ्लग. यता खै उहाँको नाम थाहा छैन. हाई यो त्यो अघि नै बोलेको छौँ हामी. यता चाहिँ यो केटी अस्तिको यहाँ भ्लग गरेर हामी जाँदैछौँ. माइती छैन. अब केही सुन्दैन होला. अनि म यहाँबाट म कसरी झिक्छु. फेरि हल्का गाडी हुन्छ. अपेक्षा चाहिँ त्यहाँ रहेछ फर्स्टमा. त्यही हो. हेलमेट लगाएर डाउन त्यसमा लाउने हो र.
सबैजना आइसक्नु भएको छ यता हुनुहुन्छ गाइज अहिले चाहिँ हामी शान्तिपूजा लाग्दैछौँ लगभग हामी 41 जना राइडरहरू छ अरे फेरि फोटो सेसन गर्न लागिरहेछौँ हामी एक दिदी हुनुहुन्छ पछाडि दिदीहरू अनि अगाडि समीक्षाहरू छ अनि म चाहिँ यतिखेर बसिरहेको छु गाइस जब चाहिँ हामी आइपुग्यो यो रहेछ हाम्रो अहिले चाहिँ हामी स्न्याक्स खान लागेको भन्थ्यो समयमा नेपालमा उदाहरणको रूपमा महिलाले गर्न सक्छ भने उदाहरणको रूपमा राष्ट्रपति महिला भइसक्नु भएको छ भने छ र एकजना सगरमाथा आरोही मेरै भाइले पनि मोही यहाँ चाहिँ अहिले म्युजिकल चेयर हुँदैछ गेम खतरा पानी परिरहेछ अनि हामी चाहिँ निस्किन लागेको तर पानी परेर निस्किन सकेका छैन अब त्यही पनि निस्किन्छौँ होला हामी चाहिँ त्यही हो हामी जान लाग्यौँ हजुर अब चाहिँ हामी जान लाग्यो दिदी चाहिँ बाई दिदी फेरि भेटौँला सुन है त भेटौँला राइड जाउँला कुनै दिन ल उनीहरू चाहिँ खान जान्ला होइन नजाने रे ए ओके बाई उसको बाइक लिनु छ बाई बाई ल बाई सेम पछि बाई ऋतु भाइ नानी सा दिदी खास बाई ना म यो विक कतै गइन अरे यो विक राइड जाउँला कतै छ यो बुलेट चाहिँ एउटा चाहिँ लास्टै नै चिप्लो हुँदो रहेछ गाइस यस्तो जाम भयो अहिले चाहिँ यहाँ
बोलेको जाम फुलेको थियो सो गाइज अहिले चाहिँ म ऊ त्यो मैले चलाएको बाइक हो हन्टर त्यो ब्लू एन्ड व्हाइट अब चाहिँ म जान्छु कोही पनि आइपुगेको छैन मैले चाहिँ एउटा साथीलाई लिएर आएको थिएँ त्यो साथीले म आइपुगेँ हो बाइक चाहिँ उता लगेर राखिदिनु पऱ्यो आमा कस्तो गाह्रो लागेको यो बाइक ल गाइज अब चाहिँ हामी छुटेको अब हामी जान्छौँ अर्को पालि भेट्छौँ त्यो बाइक जस्तो गाह्रो लाग्यो भने यो मेरो अहिले ल मेरो कति आइपुग्छ ल नापन तिम्रो त फुटबलतिर पुग्दै के हो अनि त्यही हो बाइकको हालत त्यस्तो नराम्रो भयो मलाई त यस्तो बाइक त किन्दिनै हुँदैन किन किन यो बाइक त हेर्दै उडाउने जस्तो लाग्छ नि अनि अब चाहिँ म जान्छु यस्तै हो तिम्रो पनि पुग्ने कसरी चलाउँछौ त यसरी त्यसरी नै उसले चाहिँ मेरो बाइक टेस्ट गर्दै छ किन गुडिराख्यो न्युट्रलमा छ अघि त्यहाँ वानमा हाल्न मिलेन क्या स्टार्ट अफ भइसकेको थियो यस्तो बाइक किन्न त सक्ने किन्न भन कहाँ झुन्डाउँछौ यहाँ झुन्डा त्यो लड्यो भने चाहिँ टेन्सन के सब प्लास्टिक मोडल है लडा खाकी छैन छैन यार खतरा चलाउँछ अनि कहाँ खर्च चलाउनु खै मेरो जति जान्ला हौ जान्ला कहाँ लाजिमपाट गयो त्यहाँ पुग्नु ए ल ल कता जाने पेप्सी जाने म त पेप्सी गएँ बाई तिमी कहाँ यतै सिधै होइन ए ल ल बाई ल बाई ल समीक्षा बाई यताबाट चाहिँ कहाँ पुग्छ यताबाट पनि जान मिल्छ तर अहिले तपाईँले गाह्रो हुन्छ सिधा बाटो यो तपाईँ जानु यता फर्केर अनि एउटा त्यहाँ ठुलो मन्दिर आउँछ त्यो मन्दिर सिधै जानुहुन्छ चाहिँ के रे यताबाट सिधै गयो होइन सिधै जानु होइन अन्त मन्दिर एउटा चौकीमा मन्दिर हो अनि मन्दिर यता जानु यहाँबाट युटर्न लिन मिल्छ चाहिँ हामी म घर नै आइसकेँ ल यो भित्र अनि त्यही हो मेरो भ्लग चाहिँ आज यहीँ सकिन्छ राम्रोसँग हेरिदिनु होला यस्तो हालत छ